हाम्रो माइल दाजु यहाँ गाई गोरु यहाँ सार्नुको लागि आएको रहेछ। यहाँ 1 किलो ठोक्दैछ है, किलो। बाफ्रे बाप हेर्नुहोस् है, त्यही पनि मुखमा बेडी लगाएर दाजुले फेरि हेरिहाल्नुहोस् कला चाहिँ फेरि आमा आप्पा होइन है दाजुले। ल सकियो त बुढा मान्छे भन्नु पाइन्छ उसलाई। बाफ्रे बाप यस्तो पट बाँझोमा किलो घुसाएको अन्त बाफ्रे बाप टोटेरिका कहाँ हुन्छ त अन्त यिनीहरू त कस्तो घप घप गाडिदिएको। बाफ्रे बाप हान्नुपर्छ मान्छेलाई चाहिँ। तर जोस् हाम्रो माइला दाजु चाहिँ साँच्चै हलाउँदैछ भने फेरि चेक गर्दैछ, हेरिहाल्नुहोस् चेक गर्दैछ। ल ल ल ल घुमाएला स्याबास स्याबास। अनि माइल दाजु, ओ माइल दाजु के भन्न चाहन्छ? हेर एक्लै एक्लै खान्छ तिमीहरू? तिमीहरू यस्तो नगर है, खै ल्याउ न त अब।